गल्ती भयो कि नहीं गल्ती भयो कि नहीं जनताले चाहे के हुँदो रहेछ बुझियो बुझियो जनताले चाहे के हुँदो रहेछ बुझियो 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 कि नहीं अब के रे का छ गोली चल्यो अब देउडा बुढाबुढीको हालत त्यस्तो भयो ल ठ्याक्कै हिजो रातो बोक्नु थियो हिजो रातो बोक्नु देउवा कुन चाहिँ हो ऊ चाहिँ कुन आउँछ के नाङ्गो होइन होइन नाङ्गो भित्रको नाङ्गोको पछाडि होइन त्यत्रो जिउ छैन कुनामा लुकेछ भने तपाईँ कुरै बोल्नु लुकेछ देउवा हो क्या रेस्क्यु गर्न होइन नि यहाँनिर छ कि यहाँनिर लुगा राखेको भित्र हो यहाँ छ क्या ऊ भित्र यहाँनिर छ आउँदै उयो पनि शेरबहादुर देउवाको हो शेरबहादुर देउवालाई चाहिँ त्यो रातो तपाईँले एउटाले तुनेर हिँडेको देख्नुभयो होला टिनको पाता त्यही पाताभित्र लुकाएर राखिएको त शेरबहादुर देउवालाई निकालियो शेरबहादुर देउवालाई उठाइयो आरजी देउवालाई उठाइयो आरजी देउवा राणा हो हेलिकप्टर रोक्ने प्रयास गरिरहेछ शेरबहादुर देउवा घाइते भएका छन् एकदमै धेरै चोट लागेको छ आरजी देउवालाई अगाडि एकजना व्यक्तिले सर्ट लागेको व्यक्तिले च्यापेर अगाडि लिएर आए टिनले छेकिँदैछ पछाडिबाट यो दुर्व्यवस्था यति गर्नको लागि यत्रो धेरै काण्ड किन मचाएको टिनले छेक्दै लगिएको छ शेरबहादुर देउवा र आरजी देउवालाई आर्मीले आर्मी छ आर्मीले मान्छेलाई ताकेर त्यहाँ हालेको छैन हवाई फायरमा आर्मीको हेलिकप्टर यसमा उद्धार गर्न खोजिरहेको छ शेरबहादुर देउवा त्यही अगाडि यो रातो जस्ताले छेकेर राखेको छ शेरबहादुर देउवा र आरजु राणालाई घर झलेर ध्वस्त भएको छ सामानहरू सबै जनताले लिएर गएका छन् धेरै सामानहरू